नमस्कार। COPD क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज भनेको एउटा चाहिँ फोक्सोको दीर्घ रोग हो जसमा चाहिँ इम्फाइसिमा र क्रोनिक ब्रोन्काइटिसहरू र क्रोनिक ब्रोन्कियल आस्थमाहरू पनि पर्ने गर्छ र बिरामीहरूलाई चाहिँ जो चाहिँ धुम्रपानहरू गर्नुहुन्छ उहाँहरूलाई र 40 वर्ष कटिसकेको आमा बुवाहरूलाई चाहिँ यो रोग लाग्ने गर्छ र यसमा कहिलेकाहीँ जन्मजात पनि हुने गर्छ। विशेष गरेर उहाँहरूलाई खोकी लागिराख्ने, सास फेर्न गाह्रो हुने, हैन, हिँड्दाखेरि चाँडै नै थाकेको जस्तो अनुभवहरू गर्ने अरू चाहिँ लक्षणहरू लिएर आउनुहुन्छ र हामीले यसमा चाहिँ यो रोगको पहिचान गरिसकेपछि चाहिँ त्यो कुन चाहिँ प्रकारको छ र कस्तो अवस्थामा हुनुहुन्छ त्यो अनुसार चाहिँ हामीले चाहिँ औषधिहरू गरेर यसमा चाहिँ राम्रो हुने गर्दछ र यसमा चाहिँ अन्तिममा गएर चाहिँ फोक्सोले नै काम गर्ने छोड्ने हुन्छ। त्यही भएर यसमा चाहिँ हामीले समयमा नै उपचारहरू गर्नु पर्दछ।